मेरो बिरामी चाहिँ मेरो कान्छो भाइ कान्छो होइन म दुई भाइ नै हो मेरो भाइ अनि म दाजुभाइ दुइटै हो राकेश कुमार महतो त्यही छ पनि पर्नु भएको छ चोट होइन गोली लागेको छ कि उसलाई गोली लाग्यो यहाँ स्पाइनल कटहरू हुन्छ नि जहाँबाट कोही रक्सन चाह नहुँ फोर्सहरू जान्छ खुट्टा चल्नलाई त्यहीबाट त्यो उयो भयो त्यो गोलीले ड्यामेज गरेर अब त्यसको सञ्चालनहरू हुन्छ नि के प्रक्रिया हुन्छ त्यो अब भाइको दुइटै खुट्टामा अब पुगेको छैन क्या अब डाक्टरजीले भन्नुहुन्छ कि अब यसको पैलाइसिस दुइटै खुट्टा आजीवन हुन्छ यसको कुनै इलाज छैन कुनै देशमा नै इलाज छैन भन्छ अब फिजियोथेरापीमा पठाइदिन्छु केही आयो भने आयो आएन भने आएन त्यतिकै दिनचियामा आजीवन नै बस्नुपर्छ भने होइन व्यवस्था होइन यहाँभन्दा माथि त सबै ठिक छ फेरि केही समस्या देख्दाखेरि केही समस्या छैन जस्तो लाग्छ होइन अब घाउ पनि निको भइसक्यो अलिअलि अब इन्फेक्सन भएको थियो धेरै नै अलिअलि ठिक सुधार हुँदै गएको छ त उसको लागि त केही टेन्सनै भएन मेन भनेको आउँदाखेरि अब त्यो खुट्टै पैलाइसिस भएको दुइटै अब दुइटै एउटा भयो होइन